आफूले आफैलाई ऐनामा हेरेर कहिले नराम्रो भन्नुभएको छ। जस्तै म केही गर्न सक्दिनँ, मेरो अनुहार राम्रो छैन, मेरो नाक राम्रो छैन, मैले गल्ती गरेँ, अस्ति नै कोहीसँग नराम्रो भने, म आफूले आफूलाई माफ गर्न सक्दिनँ भनेर यस्ता कुराहरूले नराम्रो भन्नुभएको छ भने यसलाई माफी दिनुहोस्। आफूले आफूलाई माफी गऱ्यो भने मात्र खुसी भएर बाँच्न सकिन्छ। माफी दिनको लागि एक उपाय म भन्न गइरहेको छु। आई एम सरी, प्लिज फर्गिभ मी, थ्याङ्क यू, आई लभ यू। यो शब्दलाई फेरि पनि दोहोऱ्याएर आफूले आफूलाई माफी गरेर जीवन अगाडि बढाउनु नै जिन्दगी सहज हुन्छ। आफूले आफैलाई ऐनामा हेरेर कहिले नराम्रो भन्नुभएको छ। जस्तै म केही गर्न सक्दिनँ, मेरो अनुहार राम्रो छैन, मेरो नाक राम्रो छैन, मैले गल्ती गरेँ, अस्ति नै कोहीसँग नराम्रो भने, म आफूले आफूलाई माफ गर्न सक्दिनँ भनेर यस्ता कुराहरूले नराम्रो भन्नुभएको छ भने यसलाई माफी दिनुहोस्। आफूले आफूलाई माफी गऱ्यो भने मात्र खुसी भएर बाँच्न सकिन्छ। माफी दिनको लागि एक उपाय म भन्न गइरहेको छु। आई एम सरी, प्लिज फर्गिभ मी, थ्याङ्क यू, आई लभ यू। यो शब्दलाई फेरि पनि दोहोऱ्याएर आफूले आफूलाई माफी गरेर जीवन अगाडि बढाउनु नै जिन्दगी सहज हुन्छ।